नमस्ते। ल, बजारमा फेरि एउटा नयाँ जलविद्युत कम्पनीको आइपिओ आएको छ, टक्सार पिकुवा खोला हाइड्रो पावर। अब यसमा लगानी गर्ने कि नगर्ने भनेर सोच्दै हुनुहुन्छ भने आजको यो विश्लेषणले यहाँहरूलाई पक्कै सहयोग गर्नेछ। हामी यसका सबै पक्षहरूलाई राम्रोसँग केलाएर हेर्नेछौँ। ल, ढिला नगरी सिधै विषयमा प्रवेश गरौँ। सबैभन्दा पहिले जान्नै पर्ने केही महत्त्वपूर्ण जानकारीहरूबाट सुरु गरौँ। हो, ठ्याक्कै वैशाख 13 गतेबाट यो नयाँ हाइड्रो पावर आइपिओ खुल्दैछ। मतलब लगानीको अवसर त एकदमै नजिक आइसक्यो होइन त? निर्णय गर्न धेरै समय पनि छैन, त्यसैले हरेक सानो सानो कुरामा ध्यान दिनु एकदमै जरुरी छ। ल, अब मितिहरू टिपिहालौँ है त। खुल्ने मिति भयो वैशाख 13 गते र छिटोमा बन्द हुन्छ 16 गते। मूल्य त उही हो, प्रति शेयर रु 100। अनि आवेदन दिँदा कम्तीमा 10 किता र बढीमा 10,000 कितासम्म दिन मिल्छ। ल, मिति र आवेदनको कुरा त भयो, तर हामीले किन्ने त शेयर हो। त्यो शेयरको पछाडि कम्पनीले के काम गर्छ त? अब त्यसबारे बुझौँ। आखिर कुनै पनि कम्पनीमा लगानी गर्नु भनेको त त्यसको व्यवसायमा हिस्सेदार बन्नु हो नि, होइन र? त्यसैले कम्पनीलाई चिन्नु एकदमै जरुरी छ। हो, स्क्रिनमा देखिएको यही हो कम्पनी, टक्सार पिकुवा खोला हाइड्रो पावर लिमिटेड। यिनैले हो सर्वसाधारणका लागि शेयर जारी गर्न लागेको। ओके, यो प्रोजेक्ट कहाँ छ त? भोजपुर जिल्लामा। अनि क्षमता कति? 8 मेगावाट। तर यहाँ सबैभन्दा ध्यान खिच्ने कुरा के छ थाहा छ? यसको काम 99% सकिसकेको छ। मतलब यो आयोजना अब लगभग तयार भइसक्यो, अन्तिम चरणमा छ र छिट्टै बिजुली उत्पादन सुरु गर्ने अवस्थामा पुग्दैछ। यो एउटा ठूलो प्लस पोइन्ट हो है। ल, अब पालो आयो अङ्कहरूको, हिसाब किताबको। कम्पनीको वित्तीय स्वास्थ्य कस्तो छ, भविष्य कस्तो देखिन्छ? किनभने अन्तमा त यी अङ्कहरूले नै कम्पनीको साँचो कथा बोल्ने हो। एउटा एकदमै महत्त्वपूर्ण सूचक हेरौँ, प्रति शेयर खुद सम्पत्ति, जसलाई नेटवर्थ पर शेयर पनि भनिन्छ। आर्थिक वर्ष 79-80 को अन्त्यमा यो छ रु 88.68। अब यहाँ अलिकति बुझ्नुपर्ने कुरा के छ भने आइपिओको भाउ त रु 100 छ, तर कम्पनीको किताबी मूल्य भनौँ न, त्योभन्दा कम छ। यसले कम्पनीको हालको वित्तीय अवस्थाबारे एउटा चित्र देखाउँछ। अब अर्को प्रश्न, लगानी फिर्ता हुन कति समय लाग्छ त? कम्पनीको विवरण पत्र अनुसार यसको सिम्पल पेब्याक पिरियड, मतलब लगानी फिर्ता हुने अवधि 8.02 वर्ष देखाइएको छ। सरल भाषामा भन्दा प्रोजेक्टमा गरेको कुल लगानी नाफाबाट उठाउन करिब 8 वर्ष लाग्छ भन्ने अनुमान हो यो। तर भविष्यतिर हेर्ने हो भने चाहिँ कम्पनीले उत्पादन सुरु भएपछि राम्रै नाफा कमाउने अनुमान गरेको छ। आगामी आर्थिक वर्ष 81-82 देखि नै नाफामा जाने अनि त्यसपछि त नाफा लगातार बढ्दै जाने प्रक्षेपण छ। यसले भविष्यका लागि एउटा सकारात्मक सङ्केत त पक्कै दिन्छ। कुनै पनि लगानीमा फाइदाको सम्भावना र जोखिम दुवै कुरा हुन्छ। त्यसैले अब एकदमै निष्पक्ष भएर यस आइपिओका राम्रा र नराम्रा दुवै पक्षलाई केलाएर हेरौँ है त। एउटै सिक्काको दुई पाटा भन्ने जस्तै हो यो पनि। एकातिर हेर्दा यसको खुद सम्पत्ति अङ्कित मूल्यभन्दा कम छ अनि हाइड्रो पावर क्षेत्रमा हुने अरू सामान्य जोखिमहरू त छँदैछन्। तर अर्को पाटो पनि हेर्नुपर्छ। आयोजना 99% सकिसक्यो, बिजुली किन्ने सम्झौता पिपिए त्यो पनि भइसकेको छ अनि भविष्यमा राम्रो नाफा कमाउने अनुमान पनि छ। यी कुराहरूले यसलाई निकै बलियो पनि बनाउँछन्। ल, हामीले राम्रा र नराम्रा दुवै पक्ष हेर्यौं। अब यति विश्लेषण गरिसकेपछि अन्तिम निष्कर्ष के निकाल्ने त? यो आइपिओ खासमा कस्ता लगानीकर्ताका लागि ठिक होला? अब यतातिर लागौँ। अब सबैको मनमा एउटै प्रश्न होला, किनेपछि लामो समय होल्ड गर्ने कि केही समयमै बेचिहाल्ने? यो लङ टर्म होल्ड हो कि सर्ट टर्म ट्रेड? ल, यसरी हेरौँ। यदि लामो समयको लागि लगानी गर्ने सोच छ भने त्यो 8 वर्षको पेब्याक पिरियड र भविष्यमा आउने भनिएको नाफालाई आधार मान्न सकिन्छ। तर यदि छोटो समयमै नाफा बुक गर्ने सोच हो भने यसको अहिलेको कम खुद सम्पत्ति र समग्रमा हाइड्रो पावर सेक्टरलाई बजारले कसरी हेरिरहेको छ भन्ने कुराले धेरै फरक पार्छ। नेपालको आइपिओ बजारको चलन हेर्ने हो भने 10 किता आवेदन दिनु एउटा सामान्य रणनीति नै हो। अब जाँदै एउटा प्रश्न छोडेर जान्छु। 79% काम सकिएका र पिपिए पनि भइसकेका यस्ता हाइड्रो पावर प्रोजेक्टहरूले भविष्यमा लगानीकर्तालाई साँच्चै कस्तो प्रतिफल देलान् त? अहिलेको अवस्थामा जलविद्युत क्षेत्रको भविष्यलाई कसरी हेर्न सकिन्छ होला? यसबारेमा पनि विचार गर्दै गर्नुहोला। आजलाई यति नै।